छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य। 4 दिनसम्म विभिन्न विधिपूर्वक मनाइने महापर्व छठको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ। तराई मधेसका गाउँदेखि शहरसम्मका नदी, पोखरी र तलाउहरू दुलही झैं सिंगारिएपछि व्रतालुहरूले श्रद्धा, भक्ति र आस्थाका साथ सूर्यदेवलाई पहिलो अर्घ्य अर्पण गरेका हुन्। छठ पर्वमा सूर्यदेव र छठी मैया अर्थात् छठी माताको आराधना गरी परिवारको सुख, समृद्धि र सन्तानको दीर्घायुको कामना गरिन्छ। हिन्दू धर्मशास्त्र अनुसार सूर्यलाई प्रत्यक्ष देवता मानिन्छ, जसको उपासना स्वास्थ्य, समृद्धि र पवित्रताको प्रतीकका रूपमा गरिन्छ। छठ पर्वमा व्रतालुहरू 36 घण्टा निराहार रही आत्मसंयम, पवित्रता र श्रद्धासहित पूजा अर्चना गर्छन्। माटोले बनाइएका नयाँ घैलो, बाँसको सुपा, कोलसुप, ढकिया र चङ्गेरामा ठेकुवा, भुसुवा, कसार, केरा, उखु, स्याउ, गङ्गर, नारिवल लगायतका प्रसाद राखी जलाशय किनारमा पूजा गरिएको थियो। व्रतालुहरूले दुवै हातमा चामलको घोल, सिन्दूर, अक्षता र फूलसहित सूर्यदेवलाई पालैपालो अर्घ्य अर्पण गरे। घाटहरूमा गुन्जिएको जय छठी मैयाको जय घोषले वातावरण भक्तिमय बनेको थियो। मोहतहीको औरही नगरपालिका 2 स्थित रामजानकी कुट्टी नजिकको पोखरी घाट, औरही 1 जङ्घा र सोही वडाको महादेव पोखरी घाटमा आज साँझ व्रतालुहरू अर्घ्यका तयारीमा व्यस्त देखिन्थे। जलाशय वरिपरि दीप र फूलमालाले सजाइएको दृश्य अत्यन्त मनमोहक बनेको थियो। औरही नगरपालिका 2 की व्रतालु कर्मदेवी यादवले भनिन्, छठी मैयाको कृपा पाए घरमा शान्ति रहन्छ, सन्तान दीर्घायु हुन्छ र मनमा शुद्धता आउँछ भन्ने विश्वासले म हरेक वर्ष यो व्रत गर्छु। यो व्रतले शरीर र मन दुवैलाई पवित्र बनाउँछ भनिन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत समापन गरिनेछ। बिना भेदभाव सबै जाति र समुदायका मानिसहरूको सामूहिक सहभागिताले यो पर्व धार्मिक सहिष्णुता, सामाजिक एकता र मेलमिलापको प्रतीकका रूपमा स्थापित भएको छ।